जोन आइज जोन आइज जोन आइज जोन आइज जोन आइज क्वाडको 3v क्वाडसँग 3v4 हो हाम्रो त्यो भिपीको म चाहिँ भित्र गएर सुतेको छ यहाँ हिल ब्याटल गर्ने स्टाइलले हैन यिनीहरूको नेटमा चाहिँ नजाम हामी त्यही हो ए नाइ 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 सानो गल्ती नगरौँ किलको लागि नजाउँ केटा किलको लागि हैन ग्रेनेड दुईटा तीनटा स्लिपीसँग नो फेरला देऊ नेट नेट हान्दै गर्दा हुन्थ्यो त यार यो पड्केको यो यसमा कन्डम गाडीमा यस पछाडि जोन कता जान्छ भन्ने हो के दाइ जोन सिप भइसक्यो त हैन र स्टेज 7 बाट 8 फर्म हुन्छ नि त रोशनले एमजी लाई हान्दियो उता रोशनहरु कतिजना छ 2 जना रहेछ आए 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 रोफिया गाई हेरेर आइकीले बाजला हैन क्वाडला हान्नुपर्छ क्या क्वाडला हान्यो भने चिकन छ क्या भाइ सबै तुलो भित्र छ क्वाडला हान्नु पर्यो क्या नाइ नो यस आन्दै हो ल ठीक छ किले हान्दैन आएन यार उठाउँछ यार त्यसलाई हेर्राइस है केटा एमजी ले पुरै देख्छ कि पुरै भने उ नाइ लास्टमा त म्याचिङ एमजी पो हिरो भयो त यार नाइ त्यो बीपी को अझै पछि राइछ हौ एउटा हेर्नु नि त्यो मालोई भन्ने गुफा भित्र थियो ओइ नो फेयरको नेट मामा अन पोइन्ट यार त्यो रुखमा यार रुखमा दोस्त रुखमा ट्याक्कै फेरि लास्ट एउटा ला हान्ने दिएन नि 0 छ यार दुईटै अब यो गयो धेरै टाढा हान्नु नि यार धेरै टाढा हान्नु नि भाइ स्काइले धेरै टाढा हान्नु पर्थ्यो द्याट्स दुईटै हिलानी सको ओइ स्काई ओइ क्रेजी नेट है फेरि एउटा यस्तै ठाउँमा आहा नाइ गाडीमा ना यार मंगोलले हेर्दिन्छ मंगोलले हेरेर आइछ धेरै ओभर कमिट हैन केटा जोन छ चिलमा तातिकन है मंगोलको त्यो दुईटा त्यहाँ नभएको भए नि दाइ के हुन्थ्यो तपाईले सोच्नै भएन क्या ज्वाला निकाल्थे ज्वाला यो म्याचमा निचारी खोजी हो ठीक छ पर तिमीहरुको अपुच्छन् थाहा पनि त हामीलाई जोनले पेल्छ हैन ला पेल्छ नाइ स्लिपी नाइ सक्की भाइ त मर्छ होला हौ ब्लिड गरे सक्यो बच्छ मर हौ देखेनौ ब्लिड भरे मर्छ भने उ अर्कोले फिनिस हान्दैछ त्यसले हान्दैछ होपलेसले त्यसको नि टिममेटको किल तानी हाल न केडा हो लास्ट वान आइक्यूले हान्दियो सक्कायो यो भिपी को नि बच्यो मुला त्यो पनि सेकेन्डै हुने भयो सेकेन्डै भनेको जहाँसम्म मलाई लाग्छ वाच किल पनि हानौ लाग्छ किल उठाउ नाइस 7 किल तर भिपी नै बात दियो लास्टमा भिपी नै बाज दियो बास्नु अरे राम्री रहेछौ जुन भन्दा आयो हैन त के चाहियो र त्यो भन्दा ओइ म चाहिँ फाइनलमा 5 चिकन हाने भने $500 भन्थ्यो अस्ति कुन चाहिँले भाइ 3 चिकन त हुन्छ त यो हाने भने त अनि नो फियर त के हो नो फियर क्या उ डर छैन म चाहिँ हान्दिन्छु चिकन भनेर गयो
फर्स्ट एड सस्टेड सब माथि दियो जस्तो छ हानिदिन्छु अनि म्याच गयो सिक्नु 1v1 नेभर भन्दै जे गयो पर्ला यार पर्ला भनेर मैं त चुतको अनुहार फुटाउँछु भन्दै गयो यार ओइ मलोडो भानु छेरुवा मलाई रोक्छेस ल ओइ नेडानो यो मुलासँग अझै दुईटा ग्रेनेड रहेछ ओ दुईटा ग्रेनेड ला म्याच किने सुताइदियो ला किलै दियो नि हौ किलै दियो नि हौ आ यो ढुकेर बसिरहेको छ अनि यसले त हानिहाल्छ जतमा पोइन्ट दिम नि त हामीले 1 पोइन्ट भने बेसी लाग्दैन पोइन्ट त दिम नदिनु पर्ने पोइन्ट नदिनु पर्ने फर्स्ट एड एउटा मात्रै छ योसँग यो खुल्यो नडराइकन त गयो कि गयो सेकाइ खायो यार ओ भाइ हिल ब्याटल छैन त अब के गर्नु मुजी खाइदिएले खाइदियो भने तनाव हुन्छ त हामीसँग हिल छैन भने त ग्रेड रेड या नोभेरको एले नोभेरको स्काइला पठाउनु पर्ने रहेछ भित्र आइ बरु त्यही त एउटा त फर्स्ट रहेछ यो रानमतीको छोरासँग त ला खा म्याच सिक्ने सकियो खाइस हैन चिकन आयो ओपन द chat let's go